आज 2025 11 महिनाको 13 गते बिहीबार। आजको दिनमा कोरियाको विद्यार्थीहरूको लागि विशेष दिन रहेको छ। कलेज शैक्षिक क्षमता परीक्षण, जसलाई कोरियन शब्दमा थेहाक सुहाक नुङ्न्यक सिहम भनिन्छ र यसलाई सर्टकटमा सुनुङ सिहम भनिन्छ, आज सुनुङ सिहम रहेको छ। के हो त सुनुङ सिहम? हो, कोरियामा चाहिँ हाई स्कुलसम्म अनिवार्य रूपमा सबैजनाले पढ्नु नै पर्ने हुन्छ र त्यसपछि अब पढ्ने बाँकी भनेको युनिभर्सिटीको लागि चाहिँ यो सिहम दिइने गरिन्छ। आफूले चाहेको र राम्रो विश्वविद्यालयमा भर्ना हुनको लागि पनि विद्यार्थीहरूले केही समय अगाडिदेखि मेहनतका साथ यो परीक्षाको लागि तयारी गर्ने गर्दछन्। भनौँ यो एउटा फलामको गेट हो विश्वविद्यालय पस्नको लागि। र आज बिहीबार बिहानको 8:40 देखि साँझको 5:45सम्म यो परीक्षा रहेको छ र 20मा लिसनिङ हुन्छ। लिसनिङ चाहिँ 1:05 देखि 1:35सम्म रहेको छ र लिसनिङमा विद्यार्थीहरूलाई डिस्टर्ब हुन्छ भन्नेको कारणले गर्दाखेरि कोरिया सरकारले परीक्षा रहेको एरियामा चाहिँ हवाई मार्गलाई पनि 30 मिनेटसम्मको लागि चाहिँ बन्द गरिएको छ, यानि कि निषेध गरिएको छ। भन्नाले हेर्नुहोस् त कोरिया सरकारले विद्यार्थीहरूको लागि कतिसम्म गर्न सक्छ भनेर। र यो परीक्षा भनेको विद्यार्थीहरूको लागि फलामे ढोका हो र यसमा विद्यार्थीहरू मात्र नभएर उनीहरूको अभिभावकहरूको पनि धेरै ठुलो हात हुन्छ। विद्यार्थीहरूले त 1 वर्षदेखि 6 महिनादेखि कडाभन्दा कडा परिश्रम गर्छन् भने उनीहरूको आमा बुवाले पनि उनीहरूको परीक्षा सफल होस्, राम्रो होस् भनेर उनीहरूलाई सक्दो सहयोग गर्छन् र हौसला दिन्छन्। र परीक्षा केन्द्रको अगाडि पनि विभिन्न सशस्त्र पुलिसहरूदेखि लिएर विभिन्न सरकारी कर्मचारीहरूले पनि विद्यार्थीहरूको हौसला बढाउनको लागि विभिन्न उपहारको कुपनहरू दिने गर्दछन् भने उहाँहरूलाई कङ्ग्रेचुलेसन भन्नको लागि पनि कति धेरै मानिसहरू आउने गर्दछन्। र परीक्षा सकिसकेपछि अब विद्यार्थीहरूलाई चाहिँ एकदमै हल्का हुन्छ र उनीहरूको आमा बुवा नजिकको मान्छेहरूसँग उनीहरूले चाहिँ साँझको समय राम्रो तरिकाले बिताउनको लागि कोरियाको सिक्ताङहरू रेस्टुरेन्टहरूमा जाने गर्छन् भने रेस्टुरेन्टहरूले पनि त्यस्ता विद्यार्थीहरूको लागि विभिन्न उपहारहरू राखेको हुन्छन्। हो, कोरियामा चाहिँ सुनुङ सिहम यसरी दिने गरिन्छ। यदि परीक्षार्थीले आफूले सोचेको जस्तो राम्रो परीक्षा भएन भने के गर्ने त भन्दाखेरि फेरि अर्को वर्ष हुने सुनुङ सियमको परीक्षाको लागि तयारी गर्ने गर्दछन्। हो, उनीहरूले कडाभन्दा कडा मेहनत गरेर फेरि अर्को वर्षको परीक्षामा समावेश हुने गर्दछन् र आफूले चाहेको विश्वविद्यालयमा जाने गर्दछन्। र आज